Wait! Right. Hey. आयो मेरो बबी बेबी यहाँ छ र म यहाँ छु यु क्यान सी हियर देख्न सक्नुहुन्छ गाइस अलि यस्तै भ्युजहरु हेर्दै जाउँला हैन चट्टा लाएर व्हाट्सअप ग्याङ सबैजना सन्चै हो भ्यू चाहिँ यही हो हैन चट्टा यस्तै भ्युहरु हेर्दै जानुपर्छ है त ल ओके व्हाट्सअप एक्लै हो है एकजना साथी भएछ नि बवाल हुन्छ भ्यू हेर्नु त क्या बवाल छ ठिक छ एनीवे अब यहाँ कुन ठाउँ आयो त थाहा छैन यहाँबाट अगाडि जाँदै गर्नुपर्छ है फेरि मिल्दै जाउँला सो गाइस लाग्यो है त ल सर्लक्क फ्रम काठमाडौँ टु ओखलढुङ्गा गुड मर्निङ सबैजनालाई शुभ बिहानी सबैजना सन्चै हुनुहुन्छ होला है सबैजना आफ्नो आफ्नो ठाउँमा सन्चै हुनुहुन्छ होला आशा गर्दछु आजको यात्रा सफल रहनेछ एन्ड सफलतापूर्वक म तपाईहरुलाई चाहिँ आजको यात्राको गन्तव्यसम्म पुगेर म हजुरहरुलाई देखाउने नै छु र अहिले चाहिँ म चाहिँ ठ्याक्कै कपनदेखिको निस्किसकेको छु हैन र अब हेर्दै जाउँ बाटो के कस्तो हुन्छ तपाईहरुले चाहिँ अब म तपाईहरुलाई भ्यू सिउ देखाउँदै आज चाहिँ बस्दै ओर्दै हैन एन्ड ठ्याक्कै अहिले चाहिँ बिहानको 7:30-8 बज्न आँटिरहेछ हैन र त्यस्तो म चाहिँ त्यस्तो साह्रो उस्तै जान्न है त्यस्तो हाई उस्केर त्यस्तो कुदाएर चाहिँ जान्न म जस्ट स्लो राइड सेफ राइड जान्छु है सो त्यो कारणले गर्दाखेरि चाहिँ पुगेला ढिलो पुगेला गन्तव्यमा ढिलो पुगेला केही भएन तर अवश्य पुगिन्छ हैन त के छ ग्याङ ल छोडियो काठमाडौँ छोडियो आफ्नै गाउँ फर्किने भने जस्तै लागियो लागि यो मेरो चोखो माया तिम्रै लागि भन्दा पनि यो बिहानमा त के रे नभ शिवाय ओम नभ शिवा राम ल पशुपति माता मेरो मात्र हैन सबैजनाको रक्षा गरिदेऊ लो परमेश्वर यसो यतैतिरबाट चाहिँ चट्टा लगाएर यसो ओखलढुङ्गातिर जाने सोलुतिर जाने सुनकोसीतिर जाने मान्छे कतैतिरको यसो चट्टा भेट्न पाए है यति रमाइलो हुन्थ्यो कि जे भानी केटा हो हैन सोलो राइड इज अल्सो नट सोलो राइड पनि मजै हुन्छ हुनु चाहिँ त्यो जे भयो नि साथीहरुसँग राइड हिँड्नुको मजै छिटो हुन्छ नि यार हैन के गर्नु अब साथीहरु नभएसी एक्लै जानै पर्यो हैन त जान्न भनेर भएन यहाँको जामबाट चाहिँ अब सरी है गाइज यदि मैले रफ राइड गरेँ भने मलाई गाली नगर्नु है यो जाममा चाहिँ अलिकति छिर्नै पर्ने हुन्छ क्या हात्ताफुत्ता कसरी हुन्छ हैन अब नछिरेदेखिको चाहिँ अब फेरि अहिले खत्रै जाममा परिन्छ फेरि जाम मात्र हैन कि डेन्जरै जाममा परिन्छ त्यो कारणले गर्दाखेरि चाहिँ यहाँ चाहिँ हल्का छिर्नै पर्ने हुन्छ
आई गट मिस्टेक मैले यदि कुनै गलत गरेछु भने आइएम सरी है बट मैले त्यस्तो रफ राइड मिन्स अब हुन्छ नि त अब हेभी ड्राइभरहरूलाईदेखि लिएर अरू राइडरहरूलाई चाहिँ मैले कुनै समस्या हुने काम चाहिँ गर्नेवाला छैन म आफ्नो दाँजामा बाटो खाली भयो भने त अब हल्का ओभरटेक त हान्नै पऱ्यो नि होइन अब फेरि अरूको पछि नै लागेर पनि त जिन्दगी सकिँदैन के गर्नु गाह्रो छ भने जस्तो म मात्रै बोलेको कति सुन्नुहुन्छ है अब चट्ट लाएर यसो भ्यू सिउ पनि हेर्दै जानु होला कहिले काहीँ तर आज दादा हो चेकिङ हुँदैन होइन ल है केटा हो मेरो बाइक चाहिँ माथि छ है के हो यार यहाँ पुल माथि हाल्यो त बाइक त यार अलिकति अगाडितिर गएर यसो चियासै खान बस्नु पर्थ्यो होला है कस्तो गरी कुदा यार डिटेलिन च्यापेर हिँड्छन् त सोल्टीहरू त के हो नहुँदो नि जान दिन्नन् उँभो नि जान दिन्नन् के हो र वाओ व्हाट अ भ्यू यार ढोक्ने कस्तो दामी भ्यू देख्यो त आमा स्वर्ग हेर्ने हो स्वर्ग कता राखौँ यसो साइड लागेर यसो हेरिदिउँ नि त होइन भ्यू के छ र आफ्नै त हो नि होइन गाइज आमा वाह दामी भ्यू देख्छ त यार के हो आम्मा पुरा हिमाल देखिएर हिमाली भेगमा माथि माथि हिमाली भेगमा कहाँ छुर्दै तर भ्यू त यताबाट नि देख्दो रहेछ है गाई जाएर यसो काठमाडौँबाट यसो माथितिर भ्यू सी हेर्न आउने हुँदाखेरि यतातिर आउँदा हुन्छ है सिरिरी बतासै सरुलाई अन्त नजर लाउँदिन अनि गाइस के छ खबर तपाईँहरूको नयाँ नौलो पुरानोहरू सबै सुनाउने यार के छ र यस्तै छ होइन यसो बाटोहरू हेर्दै जाउँ राइड हेर्दै जाउँ चट्ट लाएर गफ गर्दै जाउँ है न फेरि भोक्रो कुरा गर्दाखेरि त तपाईँहरूलाई पनि वाक्क दिक्क लाग्छ होला स्वर्गभन्दा कम छ त यार ठाउँ हेरौँ त ल चट्ट वरिपरि सर हिमाल देखेँ होइन एन्ड अत्र बबाली
एकान्त डाँडा रहेछ होइन। यो चाहिँ एकान्त डाँडामा चाहिँ यहाँनिर आएर देख्न सक्नुहुन्छ यार, यस्तो बवाल छ फुल, माथिबाट तल बादल है, बब्ली बब्ली भ्यू। अझ जस्तो माथि डाँडातिर हुने भने खतरा बवाल देख्थ्यो होला। माथि डाँडा गइदिउँ कि क्या भनेको, फेरि लङ बाटो जान छ होइन, यो सर्ट अब घुम्नेको लागि आएको भए जाँदा हुन्थ्यो है। के छ त एकचोटि चट्ट भ्यू हेरिदिनु अन्त धान टाडाङ टुङ 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 ढिस भने जस्तै। हामी जाउँ होला, पुग्न अझै लङ बाटो छ है। अहिले यहीँदेखिकै फुल भ्यू स्यू हेर्न थाल्यो भने त रात पर्छ। एनिवे ल यार गाइज, बब्ली बब्ली भ्यू, यस्तै यस्तै भ्यूहरू चट्ट हेर्दै हेर्दै जानुपर्छ है। ए हुआ न स्वर्ग। माटो छ कि क्या हो, माटो। बाजे मजाले हिमाली भेग स्वर्ग जस्तो देख्दो रहेछ त नि। हैट यार बब्ली। बब्ली बब्ली आयो मेरो बब्ली बेबी यहाँ छ र म यहाँ छु। यु क्यान सी हियर, देख्न सक्नुहुन्छ गाइस। अहिले यस्तै यस्तै भ्यूहरू हेर्दै हेर्दै जाउँला होइन, चट्टा लाएर। वाट्सएप ग्याङ सबैजना सन्चै हो, भ्यू चाहिँ यही हो होइन, चट्टा यस्तै यस्तै भ्यूहरू हेर्दै जानुपर्छ है त। ल ओके, वाट्सएप एक्लै हो है, एकजना साथी भएको छ भने बवाल हुन्थ्यो भ्यू हेर्नु त, क्या बवाल छ। ठिक छ एनिवे, अब यहाँ कुन ठाउँ आयो त थाहा छैन, यहाँबाट अगाडि जाँदै गर्नुपर्छ है, फेरि मिल्दै जाउँला। ओके ल गाइज, तपाईँहरूले देखिहाल्नुभयो एउटा सर्ट, यो भनेको चाहिँ स्टार्टिङ पोइन्टको चाहिँ एउटा भ्यू हो होइन। अब बाटामा जाँदै गर्दाखेरि त अब कस्तो कस्तो भ्यूहरू आउँछ, आउने भ्यूहरू त आउनै बाँकी छ। तपाईँहरूलाई एउटा सानो झलक है देखिहाल्नु भयो। ल यस्तै यस्तै चट्ट हेर्दै जानु पऱ्यो नि त होइन, कि कसो हो भनौँ न यार कमेन्टमा। के छ र आफ्नै त हो नि, एउटा कमेन्ट हान्थ्यो के छ र भने जस्तै। सो गाइज आमा यस्तो बवाल भ्यू, यस्तो बब्ली भ्यू के, बब्ली बब्ली दामी भ्यू छ है। मिठोमा आँखा चाहिँ उतै मात्रै गइरहेछ, बाटो यता होइन, आँखा उतै गइरहेको के। माटो चुचुरोमा जान मन लागिरहेको यार मलाई झन्। त्यो चुचुरोमा कसरी जाने, लौ न मलाई लगिदिन पऱ्यो रे क्या। सो गाइस धेरै भ्यू हेरेर बसेर नि हुन यार, जानुपर्ने लामो बाटो छ है। यहीँदेखिको भ्यू हेरेर भ्यू मलमल लिन थाल्यो भने त आज फेरि हामी घर नपुग्न सकिन्छ। त्यो कारणले गर्दाखेरि चाहिँ यस्तो बेला मौकामा चाहिँ सनन जान नि पर्छ है। ओभर भ्यू मात्रै हेरेर बसेर नि त भएन नि त, के कसो हो। 240 किलोमिटरलाई पनि फेरि 2 दिन लाग्यो भने त फेरि खत्तम हुन्छ त। माटोक्ने कहाँबाट आउँछ र अनुमति।
यस्ता एउटा सुरुवात हो होइन। एन्ड योभन्दा पनि अझै दामी दामी भ्यूहरू त आउने बाँकी छ है। काश अहिले चाहिँ कस्तो लागिरहेको भने मलाई चाहिँ एउटा मेरो पर्सनल थट्स, काश मसँग अर्को एकजना साथीहरू पनि भइदिए भए 2-4 जना टक्कै साइड राइडमा आउन पाएको भए होइन। आफ्नै फोटोहरू खिचिदिने मान्छे नपाइतिर आएकै भने के गर्नु। ठिकै छ, इट्स ओके गाइस, कहिलेकाहीँ सोलो राइड इज अल्सो ओके होइन। ठिक छ, पायो, नो प्रब्लम। अब कहिलेकाहीँ सोलो राइड पनि हान्नुपर्छ। शुभ दिन शुभ टाइट शुभ साइट भनेको रे, शुभ डाइट भने चाहिँ आँटेको यो झन्डै नहेरिकन आफ्नै पारामा कर्नरिङ हान्ने यार। आँखा तर उतै गइरहेको चाहिँ यार, फुल भ्यूमा गइरहेको कि आँखा त होइन। एनिवे गाइस है, चट्ट लगाएर तर मेरो यो लङ टुरमा चाहिँ 220 को चाहिँ फर्स्ट एक्सपिरियन्स हो है। म चाहिँ 220 मा चाहिँ म एफजेडमा पनि लङ टुर गरेको होइन। जिक्सरहरूमा पनि अरू बाइकहरूमा अब कति बाइकहरू त सबै बाइकहरूमा त कहाँ गर्न सकिन्छ र होइन। एनिवे जे भए पनि कति बाइकहरूमा चाहिँ लङ टुर गरिसकेको छु। एन्ड यो चाहिँ मेरो 220 मा चाहिँ फर्स्ट एक्सपिरियन्स हो। म तपाईँहरूलाई चाहिँ मेरो अरू बाइकको दाँजामा चाहिँ लङ टुरको लागि चाहिँ 220 को एक्सपिरियन्स चाहिँ कस्तो हुँदो रहेछ फुल रिभ्यू दिन्छु होइन। लेट्स सी कस्तो हुन्छ मेरो राइड है। आजको राइड साथसाथै स्लो राइड पनि यार, कहाँ आजको राइड मात्रै हो र होइन। मेरा ओ माई गड वाट्स अ सिन यार। ल ल ल यहाँ त पुरै हुस्सी लागिरहेको थियो यति बेला। 9 बजेसम्म पनि राम राम राम। तर म 8 बजे हिँडेको यार, 1 घन्टा भइसक्यो बल्ल यहीँ सुकेँ भने त्यट। म आज अलि लास्टै स्लो हिँडे जस्तो लागिरहेको, तर केही होइन, के छ र, आफ्नै त हो नि होइन। घर आफ्नै हो, काममा पुग्नुपर्ने होइन। घुम्न हिँडेको मान्छे घुम्दै जाने हिँड्ने होइन। फुल यहाँनिर त के हो यार, माथिबाट तल बादल होइन। माथि हिँड्दाखेरि त स्वर्गैमा हिँडे जस्तो हुन्छ त। के भएको यस्तो, ए बाबा यार। अनि स्वर्गभन्दा कम छ त, स्वर्ग हेर्नुपर्छ त यो हेरेसी गाइज। अनि नेपाल स्वर्ग होइन भनेर कसले भन्छ। नेपाल इज नेपाल नि गाइज यार। नेपाल इज एक्स्ट्रा लेजेन्ड हो के, सक्दैन क्या जो पाए त्यसले त। ब्युटी सिनरीमा चाहिँ नेपाललाई चाहिँ सक्दैन जस्तो लाग्छ जो पाए त्यसले। मलाई चाहिँ जुनसुकै कन्ट्रीले पनि होला, एउटा 2टा ठाउँ घुम्ने ठाउँ होला होइन अरू कन्ट्रीहरूको। बस नेपालको जहाँ गयो त्यहीँ घुम्ने ठाउँ हो के। घरबाट निस्केर पिछापट्टि निस्क्यो भने पनि त्यहीँनिर भ्यू हो त। यस्तो हुन्छ होइन। फेरि अब जस्तै माइन्डेमको लागि तपाईँ पोखरा बस्नुहुन्छ भने तपाईँलाई लेक साइड खासै त्यस्तो प्राथमिकता लाग्दैन कि। सधैँ गइराख्यो नि त, त्यहीँ जाने त्यहीँ बस्ने, त्यहीँ बसे सधैँ कट्टीमा पनि गइन्छ मतलब हुँदैन नि त। फेरि त्यो बाहिरबाट आउने मान्छेलाई त्यो स्वर्ग हो क्या। फेरि काठमाडौँ पनि बसन्तपुरहरूतिर गयो भने त्यहीँ बस्ने मान्छेहरूलाई खासै त्यस्तो साह्रो छैन होइन। फेरि अरू बाहिरबाट आउने मान्छेहरूको लागि त स्वर्गै हो। फेरि त्यो कारणले गर्दाखेरि चाहिँ मलाई चाहिँ लाग्छ नेपाल चाहिँ पुरै स्वर्ग हो कि होइन। आफू बसेको चाहिँ आफू जन्मेको ठाउँ, आफू बसेको ठाउँ त एक स्वर्ग त स्वर्ग भइहाल्यो। त्यही पनि घुम्ने ठाउँ चाहिँ जस्तो लाग्दैन नि त। घुम्ने ठाउँ के छ र टाइप लाग्दिन्छ नि त कतिपयलाई। भनौँ कतिपय होइन, प्रायः सबैलाई त्यस्तो लाग्छ होला होइन। आफू बस्ने ठाउँहरू चाहिँ खासै राम्रै छैन जस्तो लाग्दिन्छ कि कुनै बेला। राम्रो भए पनि किनकि हामीलाई भनेको चाहिँ अब भिन्दै फेरिका भ्यूहरू, फेरिका सिनहरू हेर्न रुचाउने हाम्रो आँखाले चाहिँ सधैँ एउटै भ्यू हेर्दाखेरि त अनि कहाँनिर रुचाउँछ त नि होइन। त्यो कारणले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो लाग्यो। तर मलाई पोखरा गयो भने घुम्ने ठाउँ लाग्छ। जस्तै अब तपाईँलाई यता आयो भने, तपाईँहरूलाई ओखलढुङ्गा आयो भने खतरा घुम्ने ठाउँ लाग्दिन्छ। तपाईँहरूलाई ओखलढुङ्गातिर गयो भने खतरा घुम्ने ठाउँ लाग्दिन्छ होइन। स्वर्गै लाग्दिन्छ कि, स्वर्गै छ कि हाम्रो ओखलढुङ्गा पनि मान्छे यार होइन। अनि अब यता मलाई तपाईँहरूको गाउँ गयो भने त्यस्तो लाग्दिन्छ। तर मलाई चाहिँ मेरो चाहिँ के छ भने लक्ष्य के छ भने पैसा होला नहोला होइन, भोलिको दिनमा के होला, भरसक सकेसम्म अनि मिलेसम्म चाहिँ
होल फुल नेपाल टुर हान्न मन छ के नेपालको कुना कुना हरेक हुन्छ नि त 77 जिल्ला खान् नि त 77वटा जिल्लामा पुग्न मन छ के मलाई अब लेट्स के हुन्छ हेरौँ है ए भाग्यले साथ दिएछ भने साथै अब भाग्यले साथ भन्दा पनि यहाँनिर साथ दिनु भने समयले साथ दिएछ र समय र पैसाले साथ दिएछ भने पुग्यो होइन भाग्य भन्ने त अब देखा जाएगा यार म भाग्यमा विश्वास चाहिँ गर्छु तर 1% गर्छु के बाँकीको मेरो 99% भनेको त मेरो आफूमै भर पर्ने कुरा हो जस्तो लाग्छ मलाई चाहिँ है अब कतिपयजना फेरि मैले कतिपयको हुनुहुन्छ 50/50 लिनुहुन्छ त्यो पनि मान्छु म आफ्नो भावना हो आफ्नो इच्छा हो होइन मलाई त्यस्तो लाग्छ र भने हो सो एनिवे अनि भनौँ अरू के छ नयाँ नौलो पुरानो यस्तो बाटोमा 40 को स्पिड राखिदिएर यार 100 हान्नुपर्ने ठाउँमा 40 को स्पिड राखेर हुन्छ भनेको होइन ए भएन स्पिड लिमिट 40 को राखिदिएर अब के भन्नु यस्तो बाटोमा पनि कसैले 40 हानेर बस्छ त गाइस ओ बाटो एक्लै रमाउनु पनि मजै छुट्टै छ नि होइन यस्तो बाटो देखेपछि त अनि नेपाल त 32 किलोमिटर है ल यस्तो बाटोमा त अब 40 हान्नु रे ए बा के भन्नु यार यस्तो बाटोमा त आँखा नदेख्ने मान्छेले पनि हानिदिन्छ हो 50-60 त सिधा बाटो छ होइन बटार नै त हो भन्ने जस्तो है स्पिड लिमिटको पनि कुरै बुझि नसक्नु छ यार तर त्यो पनि एउटा स्वाभाविक हो यार हुनु चाहिँ त्यति 40 राख्न पनि राम्रो हो नि यार होइन के थाहा मलाई अब आफ्नै पारामा चिल पारामा कुदिएला होइन 1300मा उताबाट यताउता मान्छेहरू दायाँ बायाँ काटेको थिएँ यस्तो बाटोमा अब स्पिड फुल स्पिड आउने यसरी मान्छे काट्ने हो बिचरा के हुन्छ त त्यो कारणले गर्दाखेरि पनि त्यस्तरी बढी स्पिड चाहिँ कुदाउनु हुन्न है अब बेला मौकामा भनेको त अब कुदाउनु पर्छ नि यार कुदाउने नकुदाउने हो त गाडीमा हिँडिहालिन्थ्यो नि होइन बाइक भइसकेपछि अब कुदाउनु पऱ्यो नि यार यो बाइकले 100 120 130 140सम्मको स्पिड चाहिँ किन राखे त नि होइन अब यो मुलाले कुदाउनै नपाउने भए त 40 राखिहाल्थ्यो नि 40 50 बरु उकालो कुद्दै नकुद्ने बनाइहाल्थ्यो नि बाइकै कुदाउन मिल्छ र त कुद्ने बनायो भनेर चाहिँ फेरि बेसी कुदाउन चाहिँ भएन है केटा हो आफ्नो कन्ट्रोलिङ कति छ त्यति कुदाउने हो टोक्ने यार सोल्टीले नि क्या ब्लाइन्ड ठाउँमा आएर सट्टै छिराइदिइराखेको के यार राम्री नै छ कसरी भनौँ म यस्तामा चाहिँ फेरि के हुन्छ भने होइन रोडाहरू हुन्छ नि त ढुङ्गाहरू गिटीहरू जस्तो ढुङ्गा हुन्छ अनि त्यो कारणले गर्दाखेरि पनि अल्झिने चान्सेस बढी हुन्छ कि त्यही भएर ओभर स्पिड हाँक्न हुन्न कि अब यो बाटोहरूतिर यस्तो गेग्रेटो भइदियो भने त कोही गर्ने होइन जति नै कन्ट्रोल गर्छु भने पनि कन्ट्रोल हुन्न के अब चिप्लिनै सकेपछि त चिप्लिनै गर्ने होइन त्यो भएको कारणले गर्दाखेरि चाहिँ म चाहिँ भन्छु अब बाटो थाहा नभएको ठाउँमा र ब्लाइन्ड हुन्छ नि त अब यस्तो ठाउँमा अब यो डिलमा गइयो डिल साइडतिर पऱ्यो पुरो फुल चाहिँ लेफ्टको लेन चाहिँ च्याप्नु पऱ्यो भने त अनि अलिकति स्पिड छ भने त गइएन त अनि तर यहाँ त बाटो त सही छ यार कुदाउनलाई त होइन यहाँनिर यहाँ 5-10वटा बाइकहरू साउन कुदाउन त क्या मजा हुन्थ्यो होला होइन एक्लै हिँड्नु पऱ्यो गाह्रो छ नि कति स्पिड गयो गाइस हेरौँ हेरिदिनु
यस्तो घुम्ती आएपछि चाहिँ फेरि आफैले हल्का स्लो गर्नुपर्छ के अब कुनै बेला त फेरि है अब यस्तो होला रे अब आफ्नो लेनमा छ भन्दैमा अब कुनै बेला त कोही त कस्तो बोला भइदिन्छ कि यस्तो घुम्तीमा आएर चाहिँ अब फुल उनीहरूको त दुइटै लेनबाट आइदिन्छ के त्यो भयो भने त फेरि गयो त होइन यस्तो ठाउँमा गएर अब आएर आफूले फुल स्पिडमा छ भने अगाडिबाट फुत्त काट्छु भनेर आयो भने अब इफ अगाडिको गाडीहरूले चाहिँ के गर्यो अब उताबाट गाडी आइरहेको बेलामा त केही गर्ने कुरो भएन नि त त्यो कारणले गर्दाखेरि चाहिँ घुम्तीमा चाहिँ भरसक सकेसम्म चाहिँ अब बिजी रोडहरूमा चाहिँ नकुदाएकै राम्रो है एन्ड यहाँबाट पनि अब नोन अब भिडियो लङ लेन्दी होला जस्तो लागिसक्यो है गाइज अब अल्छी नमानिकन हेरौँ के हो र यार म तपाईँहरूसँग छँदैछु नि हो गफ गर्दै जाउँ न होइन एन्ड के छ र आफ्नै त हो नि गफ गर्दै गइदिउँ न हो गफ गर्दै गइदिउँ गुनासो छैन कसैलाई एन्ड गाइज फ्रम हियर अब यहाँबाट चाहिँ यो रोसी खोलाको अस्तिको भत्केको बाटो आइपुग्यो है हामी चाहिँ ठ्याक्कै लाएर फाइनल्ली आयो टक्ने आइपुग्यो होइन कि आइपुग्न आँट्यो भने है फेरि आइपुगेको भनेर खोइ आइपुग्यो भने होइन बाटो खोइ भनेर फेरि मलाई गाली नगर्नु होला आम्मा यार अब चाहिँ बाटो यस्तै छ गद्रुङ यस्तो बाटोमा चाहिँ फेरि मलाई कुदाउन मन लाग्दैन यार कन्ट्रोल जतिसुकै भए पनि यार आफ्नै बाइक धोज्याउने हो है के कुदाउनु अहिले कुदायो भोलिमा अब बाइक सर्भिसमा हालेपछि अनि गाँड मस्काउँछ र अन्माथि त्यो कारणले गर्दाखेरि नकुदाउने नि के छ र सुस्त जाने आफ्नै पारामा कुदाउने भने त बटार्ने भने त माटोक्ने 225 ग्राम यस्तो 1300मा अफरोड जेसन अफरोड किङ हो नि 220मा के गर्नु गाह्रो छ गाइज यार गरिबी लाग्यो भन्ने कि के भन्ने यार तर यसको धुलो चाहिँ खाना हुँदा चाहिँ भए पनि यार बाइकै बिग्रे पनि धुलो चाहिँ खाना हुन्न है ओहो के गर्छन् यार सोल्टीहरू स्वयं यहीँ फर्काउन खोज्छन् त बाका यार हम शरीफ आदमी देख के हमको साथ तो लेने चाहते हो क्या बोलते कंपनी धेरै हान्ना नि हुन्न माटोक्ने 100 त के हो यार यत्तिकैमा खाइदिन्छ त माटोक्ने राम 20 त बेस्ट हो नि बिस्ट हो नि आफू त आफ्नै लेनमा हिँडिन्छ कि यार अरूले आफ्नो लेन च्यापेर आइदियो भने तनाव हुन्छ क्या एक्लै भयो नि म त फेरि यस्तै रमाइ पो दिन्छु त फेरि गाई जारी म रमाएको हिँड्ने हो यसको क्या मिले एक पल सी मेरी तेरी मेरो गीतमा ध्यान नजाऊ है मेरो राइडिङ हेरौँ है मैले गीत गाउन थालेँ भने त फेरि अब कहाँ सक्छ र कसैले अनि मेरो लिरिक्स चाहिँ पूर्व पश्चिम दक्षिण उत्तरको हुन्छ त्यो कारणले गर्दाखेरि मेरो लिरिक्सलाई ध्यान नदिउँ तर तेल हाल्नु पर्ने थियो म भुल्दै यता आइसकेछु यार एन्ड अबको चाहिँ नेक्स्ट स्टेसनमा चाहिँ यदि कतै तेल हाल्ने ठाउँ भेट्यो भने चाहिँ हाल्नु पर्ने हुन्छ ओसेट फेरि मेन प्रब्लम भनेको त अब तेल सकिएला होइन मसँग क्यास छैन नि त सब फोन पेमा छ अब कहीँ फोन पे नचल्ने नि भइदिन्छ यार ओ सेट भइहाल्यो नि फोन पे चल्दैन र तेल सक्यो भने चाहिँ गयो गाइस गयो गया काम से
टूटी हुई रियल एडभेन्चर्स स्टार्ट नाउ गाइज। और अनुमति धुलो उडाएर मार्छ है, केही देखिएला र केही देख्दै हुनुहुन्छ त तपाईँहरूले गाइज? देख्नु भएको छैन अनि भन्नु ल। के अगाडिको त उसै लाग्दैन त, वहाँ टोक्ने ब्रेकै लाग्दैन त यार। उफ 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 धुलो म कहाँ बिचमा आएँ? ए भगवान्, म कहाँ बिचमा आएँ? अगाडि जाऊँ भने पनि केही देखिँदैन यार। राम 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 राम। उफ गयो गयो, धुलोले गयो, सक्काइ गयो नि, सक्कायो सक्कायो, धुलोले सक्कायो, धुलोले सक्कायो। ए तरिका राम 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 राम। के धुलो यस्तो? ए लौ न। म अरू बेला त होइन, फेरि यस्तो बेला चाहिँ अलिकति कुदाउने मन लाग्छ क्या यार। धुलो हुन्छ होइन, धुलोमा त अनि मार्छ त। घर पुग्दाखेरि त मलाई त फेरि कसैले चिन्दैन त फेरि। फाइनल्ली एउटा धुलो कट्यो। राम राम राम। त्यस्तै त्यस्तै धुलो चाहिँ है गाइज, आमामा हुने हो भने त अनि अब यस्तो बाटोमा अनि कति कुदाउनु। तू मेरा आफ्नै गाउँ फर्किया। स्वर्गभन्दा कहाँ कम छ त नि यार स्वर्ग। यो चाहिँ एउटा होइन, यो चाहिँ मुस्ताङ हिँड्यो भन्दा मुस्ताङवाला भाइब्स आउँछ क्या यहाँनिर चाहिँ फेरि, किनकि साइडतिर पुरै फुल सम्मा नि त, एन्ड वरिपरि सम्मा। अब रोडमा बिचमा रोड माटो पनि। तर मलाई यहाँ डर के लाग्छ भने माथिबाट झरेर थिच्यो भने मम्मी मेरेको बच्न हेरे। टुक्ने अफरोड एक त चलाउनु चाहिँ मजा आउँछ यार होइन, तर के गर्नु भन्दा नि टुक्ने मलाई अफरोडै मजा लाग्छ यार। एउटा डट गिफ्ट कसैले हान्थ्यो त गाइज, त्यसपछि फुल म अफरोडमा चाहिँ टुरिङ हान्छु यार, जे पर्ला पर्ला जो होगा देखा जाएगा होइन।
अच्छा चला लगभग जिंदगी के लिए। बाटो त यस्तो बाटोमा चाहिँ एकदम पानीमा त के घाद्रङ गुन्द्रुङ हाल्नु र यार। पानीमा जुत्ता मात्र बिग्रिन्छ हो, जुत्ता मात्र बिग्रिन्छ। बाटो है बाटो। मंजिल तक रुका नहीं। बाटो त यहाँनिर त पुरै हाँ साथीहरूले झन्नै अड्काइदिए हैन। खुला पाखा सहरीमा तुहिनको लर्को आफ्नो गाउँ फर्किआए। नयाँ नयाँ सपना सजाए आफ्नै गाउँ। मलाई चाहिँ यार किन यो सानो गिग्रेटोले पनि बुरुङ बुरुङ उफार्छ भनेको। दुब्लो भएर हो कि पातलो भएर हो? ए बाबा होइन, इतिरको उसले पनि उफार्छ त भने यार। डाँडा पाखा चौतारी गर्दै आफ्नै गाउँ फर्किआए। नयाँ नयाँ सपना सजाए। लगाएँ झन्डै 50% चाहिँ सक्को है अफ रोड है। फेरि 50% मतलब अफ रोड मात्रै नि। घर आउन त म आएर चाहिँ 100 किलोमिटर पार नि गरेँ होइन होला क्या। अनि 1.5 घन्टा भइसक्यो। 1.5-2 घन्टै हुन आँट्यो होला यार। म 50 को स्पिडमा नि हिँडेँ छैन कि क्या हो। हो नि त यस्तो अफ रोडमा यार, यस्तो त बाटो छ यार टुक्ने के गर्नु र। गाह्रो हो नि, गाह्रो छ।
आफै पस्किने यस्तोमा टोक्ने बाटोमा त यार बुरिङ 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 उफार्छ क्या यार। ल गाइज यार मुस्ताङतिर लाग्यो भन्दा पनि सुहाउँछ होला यार। यतिको बाटो हेर्दा त कतै कतै ठाउँ ठाउँमा यस्तै छ नि त। यो धुलो के खिच्ने यार होस्। कहिले कमाउँछ दिनको? कति कति व्यापार गरेर आज? भर्खरै आयो। मिठो बनाउँदो रहेछ बहिनीले चटपटे। ठ्याक्कै यो ठाउँलाई के भन्छ? नेपाल थोक है। गाइज यार सबजना यसो चट्ट नेपाल थोक पढेछु। यो बाटो हुँदै गर्दा डाँडामा बसेर हाम्रो बहिनीको चटपटे खाएर गइदिनु होला। गुच्ची कप बाइकको सक सबै सबै ठिक छ। सब हिलो हिलो भएर यार सबै यस्तै धुलै धुलो भयो। देख्न सक्नुहुन्छ होइन। एभ्रिथिङ्स इज अल राइट। र म चाहिँ अहिले यता नेपाल थोक आइपुगिरहेको छु। अब यहाँबाट चाहिँ अगाडि जानुपर्ने हुन्छ अब है। यो ग्रुपलाई मैले अघि भर्खर भेटेर चाहिँ अहिले यहाँ आइपुगेछ। सो यहाँनिर चाहिँ चट्ट लाएर चटपटे खाएर एन्ड यहाँबाट अब अगाडि बढ्नुपर्ने हुन्छ। आज कति बेच्यौ तिमीले? तिमी आफैले आएर चाहिँ कतिजनाले खाएर गयो? हो र यहाँ रोक्नेहरू बाइकर्सहरू रोक्छ होला होइन? बाइकवालाहरू ए मिठो रहेछ चटपटे। मैले एउटा एक्सट्रिम पनि देऊ न। चिसो छ चिसो। हेर त टक्क एक्सट्रिम इनर्जी ड्रिङ्क्स खाएर चलाउनु पऱ्यो नि त बाइक। धन्यवाद। तेरो दिनभरि पाल हो के हो? मम्मी कहाँ घर? भात पकाउन। पछि गएर के बन्नु मन छ ठुलो भएर? टिचर हो? ल ठिक छ। त्यसो भए पछि गएर मैले मेरो छोराछोरी पढाउने बेलामा तिमीलाई देख्न पाइस् है त। मलाई पढाउने बेला भन्नु भने त मलाई पढाउनु त हुन्न।
गाइस मैले चाहिँ भर्खरै चटपटे चिसो खाएँ र त्यहाँबाट निस्किसकेर चाहिँ होइन नेपाल थोक त्यहाँनिर चाहिँ चटपटे चिसो खाएर निस्किसकेर छु। मैले त बल्ल पो 70 किलोमिटर पो बल्ल पार गरेछु त यार। राम 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 म धेरै बसेँ नि त। अब बबाल छ नि त रोड त होइन त, अब बब्ली छ रोड ल गाइस। अब राइड हान्न पर्छ है, के छ टोक्ने। मैले माया गर्ना यस्तो रोड हुनु पर्यो नि त यार होइन, अनि पो मजा आउँछ त चलाउनलाई। यस्तो मस्त बाटो हो। अब यहाँनिर चाहिँ स्पिड लिमिट राख्नु पर्ने क्या, अझ बाटो कसले टेर्थ्यो होला र है। आमा यहाँनिरको बाटो कतिलाई याद छ, एस लेखिएको छ नि बाटोले होइन। यहाँबाट अब यस्तो घुमेछ ल हेर है, यस्तो गयो होइन। फेरि यहाँबाट फेरि अगाडिबाट फेरि राइट साइडमा चाहिँ सर्लका सुते खाके दामी कर्नरिङ हान्ने बाटो हो। अलि मलाई चाहिँ डर लाग्छ, त्यही भएर मान्दिनँ। आइपुग्यो आयाना क्वालिटी रिसोर्ट। आज तू है पानी 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 क्वालिटी। ओ सेट के गर्छ यार माटोक्ने रनमतीका दानहरू लौ परमेश्वरी। ल गाइस तपाईँहरू देख्न सक्नुहुन्छ दिस इज हाम्रो मुलकोट। प्राय एभ्री राइडरहरू एभ्री चाहिँ यहाँनिर चाहिँ सबैजनाले चाहिँ सरी म चाहिँ यहाँ चाहिँ अब बसेर यताउता चाहिँ म घुमिन आएँ, किनकि मैले योभन्दा अघिल्लो भिडियोमै धेरै यहाँनिर चाहिँ ओभरै देखाइसकेको छु। मुलकोट एरियाको बारेमा चाहिँ सम्पूर्ण तपाईँहरूलाई चाहिँ जानकारी दिइसकेको छु। अगाडिको भिडियोहरू हेर्न सक्नुहुन्छ। यहाँको बारेमा जान्न मन भयो चाहिँ है, र यहाँबाट चाहिँ म सिधै अगाडि नै लाग्ने रोक्न सक्यो भने यत्तिको स्पिडमा चाहिँ म रोक्छु है भन्ने स्पिडमा चाहिँ कुदाउने हो है। फेरि लगाइ जब माथि रातो डाँडा आइपुग्न आँटो एक लट अब चट्टा लाएर हाम्रो माथि रातो डाँडाको भ्यू हेरिदिउँ। अब तलै सेतो डाँडामै खाइहाल्यो है। अब चटपटे माथिको अब रातो डाँडामा केही खाइँदैन होला, अब बस्दैन खासै। यसै त्यहाँबाट हेर्दै जाउँला है, किन बसिरहने हो र। बसे त खासै फरक पर्दैन त अब एकदम म ढिलो भइसकेँ क्या। म ढिलो मतलब त्यस्तो खाले ढिलो होइन कि जे भने अलिकति ढिलै म ओभरै ढिलो गरिसकेँ मैले। बसे ठाउँमा आँखा देख्दिनँ, टाइम देख्दिनँ यार। मस्त नोन बस्दै गर्छु अनि अरूभन्दा नि पहिला एकचोटि पेट्रोल हाल्न पाएदेखि चाहिँ त्यसपछि ढुक्काले बस्न पाइन्थ्यो होला यार भन्ने कुरो हो। लगाइज है चट्टा लाएर रातो डाँडा सरक आइपुग्यो एन्ड यु क्यान सी दी भ्युज। तपाईँहरू चाहिँ यहाँ आएर चट्टै चिसो खान सक्नुहुन्छ होइन। सरर आएर
के छ र आफ्नै त हो नि होइन म चाहिँ बसेन यार योचोटि है आइएम सरी गाइज म यो पटक चाहिँ बसेन किनकि मैले अब एकै ठाउँमा पनि कतिचोटि बस्ने होइन एकै ठाउँ पनि कतिचोटि तपाईँहरूलाई देखाउने है भक्का लागिसक्यो होला ल गाइज अब अगाडितिर मिल्दै जाउँला भेट्दै जाउँला के छ र है बाटो त टाढा थिएन होला तर अफरोडले टाढा बनाइदियो के साह्रो हो बाटो पनि माटो पनि नि कहाँबाट जाऊँ म खोला हालिदिउँ कि क्या हो ठडाङ र ठुडुङ गर्न थालिसक्यो के हो यस्तो यो बाइक यो टोक्ने स्टेन उस भएछ नि त ल्यामा सेट हानिहाल्यो नि यार स्टेनको स्प्रिङै उसिटिएछ ओ सेट यसलाई अब कहाँ बान्ने होला त केले बान्ने सेट यार अनि यस्तो भएपछि त म त किन ठ्याङ गर्छ भनेको यसलाई चाहिँ बाँड्न पर्छ होइन सेट हानिगयो नि यार माया भन्नु टोक्ने स्प्रिङै हराएछ नि त ल्या मसँग के छ त अब यार यो मलाई स्ट्यान्डको स्प्रिङ झरेछ कहाँ झऱ्यो यार बल्ल पेट्रोल पम्प आयो यार बाटो हेट फोन पे चल्छ नि ब्रदर ए लगाइदिनुहोस् न 1000 को लगाउनु न हजुर तर 1500 कै लगाइदिनु होला यार 15 कै लगाइदिनु यो त नजिकमा ग्यारेज कता छ यो अलि कता यतापट्टि उता अब गुरुङमा हो स्टेनको स्प्रिङै उछिटेछ यार खडङ झरेर मार कति भयो भर्दिनु न जतिको हुन्छ अलिकति बाँकी रह्यो डेन्जर जान्छ त यार अझै ठ्याक्कै अब 1000 को हाल्नु त ठ्याक्कै ल मलाई दिनु क्युआर दिनु त क्या है लेट्स सी गाइज है फुल ट्याङ्कले कति चल्दो रहेछ अब हेरौँ कुदाम कति दिन कुद्दो रहेछ
28,009 स्ट्यान्डले मलाई कहाँ धोका दिन्छ जस्तो लागिरहेको है आमा के आयो यो दिदी त के साह्रो